फिफा विश्वकप 2026 को दोस्रो सेमिफाइनल खेल आज राति पौने 1 बजे संयुक्त राज्य अमेरिकाको जर्जिया स्थित एटलान्टा स्टेडियममा इङ्ल्यान्ड र साबिक विजेता अर्जेन्टिना बीच हुँदैछ। फुटबल इतिहासमै यी दुई टोली बीचको भिडन्तलाई सबैभन्दा तीव्र प्रतिद्वन्दितामध्ये एक मानिन्छ, जुन सन् 1982को फकल्यान्ड युद्धको राजनैतिक पृष्ठभूमि र सन् 1986को विश्वकपमा दिएको म्याराडोनाको चर्चित ह्यान्ड अफ गड गोलसँग जोडिएको छ। आज विश्व फुटबलमा इतिहासकै सबैभन्दा चर्चित र भावनात्मक प्रतिद्वन्दीहरूबीच अर्को एउटा प्रतिस्पर्धा हुँदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल प्रवेश गर्ने हुनेछ। यी दुई हेभिवेट टोली आम्ने सामने हुँदा त्यसको महत्त्व शब्दमा बयान गर्न कठिन हुनेछ, तर यो केवल एउटा खेल मात्र हुने छैन। पुस्तौँदेखि चल्दै आएको गौरव, इतिहास, दुश्मनी र भावनाको भिडन्तको पुनर्ताजगी हुनेछ। इङ्ग्लिस टोलीलाई फेरि एकपल्ट हराउँदै विश्व विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने दाउमा छ। यता सन् 1986को फाइनलमा बेहोरेको हारको बदला लिँदै थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्यान्ड 60 वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यसहित फाइनल प्रवेश गर्न चाहन्छ। जारी प्रतियोगिताको क्वार्टर फाइनलमा इङ्ल्यान्डले नर्वेलाई 2-1ले र अर्जेन्टिनाले स्विजरल्यान्डलाई अतिरिक्त समयमा 3-1ले हराउँदै अन्तिम 4को यात्रा तय गरेका हुन्। हालसम्म 8 गोल गर्नुका साथै 2 असिस्ट समेत प्रदान गरिसकेका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आफ्नो खेल जीवनमा पहिलो पटक आधिकारिक अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्डको सामना गर्दैछ। टोलीको मुख्य मेरुदण्डका रूपमा रहेका मेसीले इङ्ल्यान्डको बलियो डिफेन्सलाई चिर्ने रणनीति बुन्नेछन्। विश्वकपमा 2 गोल र 1 असिस्ट गरिसकेका लाउतारो मार्टिनेज पनि खेलको जुनसुकै समयमा प्रभाव पार्न सक्ने अर्जेन्टिनी फरवार्ड हुन्। उसो त यस विश्वकपमा 6 गोल र 1 असिस्ट प्रदान गरिसकेका ह्यारी केन पनि गोल्डन बुटको दौडमा छन् र उनी अर्जेन्टिनी डिफेन्सका लागि मुख्य चुनौती बन्नेछन्। केनका अलावा इङ्ग्लिस टोलीमा चम्किएका जुड बेलिङ्गमलाई रोक्न पनि अर्जेन्टिनाका लागि टाउको दुखाइ हुने देखिन्छ। समग्रमा दुवै टोली बलियो र सन्तुलित देखिन्छ, अतः यी दुवै टोली बीचको महाभिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ।